सर मेरो भर्खरै पिसिएल नर्सिङ सकियो, अब म चाहिँ युके जाँदा ठिक हुन्छ कि न्युजिल्यान्ड? नर्सिङको लागि बेस्ट अप्सनको लागि कुरा गर्नु पर्दाखेरि न्युजिल्यान्ड र युके हुन्छ। न्युजिल्यान्ड चाहिँ कस्तो स्टुडेन्टले एप्लाई गर्ने जसले फिनान्सियल डकुमेन्ट बनाउन सक्छ, स्टेटमेन्ट 6 महिना जतिको बनाउन सक्छ, एनुअल इन्कम गराउन सक्छ र लोन चाहिँ नेपाल एसबिआई ब्याङ्क, नेभिल ब्याङ्क र स्ट्यान्डर्ड चार्टर ब्याङ्कबाट लोन लिन सक्छ भनेदेखि हेल्थ सेक्टरको स्टुडेन्टहरूको लागि न्युजिल्यान्ड पनि एकदम राम्रो अप्सन हो। त्यहाँ चाहिँ करियर वाइज पनि राम्रो छ र भिजा रेट पनि राम्रो छ। र यदि फिनान्सियल डकुमेन्टहरू बनाउनलाई गाह्रो छ, केही पनि हामीले तयारी गरिएको छैन भनेदेखि चाहिँ युके थोरै पिटीले पनि आइएल्सले पनि जान सकिने र छिटो छरितो भिजा प्रोसेसिङ र नर्सिङ युकेमा गइसकेपछि त्यहाँ चाहिँ स्वत रजिस्टर्ड नर्सको लागि पनि बाटो खोल्ने र फर्दर करियर पनि एकदम राम्रो हुने हुनाले चाहिँ तिम्रो लागि कुन ठिक हुन्छ भन्ने कुरा चाहिँ तिम्रो फिनान्सियल डकुमेन्टेसन थ्रु जाने कि फिनान्सियल डकुमेन्टेसन नचाहिने डेस्टिनेसन जाने। त्यसले गर्दाखेरि युके सजिलो तरिकाले जानको लागि चाहिँ हामी युकेलाई अहिले रिकमेन्ड गर्छौँ र यदि फाइनेन्सियल डकुमेन्ट बनाउने हो भनेदेखि न्युजिल्यान्डको लागि अगाडि बढ्ने है त।